Hello everyone, welcome back to my channel Gyan Kunj. So this video is for class 11 student semester 1 subject education. Okay, if you are new to my channel, here is my introduction. So आजको भिडियोमा हामी पढ्छौं narrow concept of education and broad concept of education. Okay, narrow meaning मा education भनेको के हो and broad meaning मा wider meaning मा education भनेको के हो त्यही हेर्छौं. Okay. Now, let us see narrow concept of education. Education, in a narrow sense, is imparting a book's knowledge to the student in formal setup by a teacher or educator. Example: school, college, and university. So, narrow concept of education भनेको narrow भनेको सानो हैन सन के भन्छ सानो narrow मा चाहिँ concept of education मा चाहिँ education भनेको के हो भन्दाखेरि चाहिँ एजुकेसन यस्तो नलेज यस्तो शिक्षा जहाँ चाहिँ हामी कहाँ पाउँछौं भन्दाखेरि फर्मल सेटअपमा पाउँछौं. फर्मल भनेको स्कुल कलेज युनिभर्सिटीमा पाउँछौं. रिगार्डिङ कस्तो नलेज भन्दाखेरि कस्तो नलेज बुकिस नलेज बुझ्यो. जुन चाहिँ हामी न्यारो कन्सेप्ट अफ एजुकेसन भनेको यो सोच्नु जुन चाहिँ शिक्षा चाहिँ एजुकेसन हामी स्कुल कलेजमा या युनिभर्सिटीमा पाउँछौं. ओके, त्यसलाई चाहिँ भन्छ न्यारो कन्सेप्ट अफ एजुकेसन. बुझ्यो, सजिलो छ, केही छैन. एन्ड नेचर अफ न्यारो एजुकेसन चाहिँ कस्तो हुन्छ भन्दाखेरि चाहिँ प्रोसेस अफ नलेज ट्रान्सफर. यसमा चाहिँ खालि नलेज ट्रान्सफर गर्ने काम मात्रै गर्छ. बुझ्यो, नलेज जस्तो स्कुलमा बुकिस नलेजको ज्ञान दिने जस्तै ज्ञान दिने काम मात्रै गर्छ. ट्रान्सफर अफ नलेज. नम्बर नेक्स्ट प्रोसेस अफ अब्टेन डिग्री पाउनुको लागि. ओके, नेक्स्ट कन्ट्रोल बाई द टिचर एन्ड द प्यारेन्ट्स. यसमा चाहिँ एकदम प्यारेन्ट्स र टिचरको कन्ट्रोल हुन्छ को माथि भन्दा स्टुडेन्ट माथि. नेक्स्ट बुकिस हुन्छ. यो अघि नै भनिहालेको छु बुकिस नलेजमा मात्रै ज्यादा फोकस गर्छ न्यारो कन्सेप्ट अफ एजुकेसनमा. मेमोरी बेस्ड लर्निङ हुन्छ, रट्नु. ओके, मकअप गर्नु रट्नुमा मात्रै के गर्छ फोकस गर्छ यसमा. अन्डरस्टुड. नेक्स्ट वान वे प्रोसेस. वान वे प्रोसेस भनेको खालि टिचरले मात्रै दिइरहेको हुन्छ, स्टुडेन्टको त्यहाँ केही के हुँदैन, रोल हुँदैन. स्टुडेन्ट खालि टिचरले जे भन्यो त्यो मकअप गर्नु, त्यो के भन्छ दिमागमा राख्नु मात्रै काम हुन्छ न्यारो कन्सेप्ट अफ एजुकेसन. बुझ्यो. सो न्यारो मिनिङ अफ एजुकेसन या न्यारो कन्सेप्ट अफ एजुकेसन भनेको के हो भन्दाखेरि चाहिँ जुन चाहिँ एजुकेसन हामीले स्कुल कलेजेस या युनिभर्सिटी फर्मल सेटअपमा पाउँछौँ. ओके, बाई हुम, बाई आवर टिचर अर बाई एजुकेटर. कस्तो खालको नलेज भन्दा बुकिस नलेज. बुझ्यो. सो यही नै हो न्यारो कन्सेप्ट अफ एजुकेसन. आई होप यु अन्डरस्टुड. इजी छ, केही पनि छैन. नेक्स्ट ब्रोड कन्सेप्ट अफ एजुकेसन. ब्रोड भनेको वाइडर हैन, न्यारो भन्दा ठुलो, ब्रोडर कन्सेप्ट. The broad concept of education is lifelong holistic learning from all life experiences, not just from formal schooling, aiming for all-round personal development. So, narrow meaning मा narrow concept मा हामीले के हेर्दै थियौ भन्दाखेरि एजुकेसनको मिनिङ चाहिँ खालि हामी स्कुलबाट पाउने एजुकेसन मात्रै भन्दै थियौ हैन. एजुकेसन वाट एभर वी गेट फ्रम द फर्मल सेटअप हैन. तर ब्रोडर वाइडर कन्सेप्ट अफ एजुकेसनमा चाहिँ के भन्छ भन्दा चाहिँ हैन, एजुकेसन चाहिँ स्कुलबाट पाउने मात्रै हैन, तर के हो एजुकेसन चाहिँ हामीले लाइफ लङ पाउँछौँ. एउटा नानी जन्मेर मरिन्जालसम्म उसले एजुकेसन पाइरहेको हुन्छ. स्कुलबाट मात्रै नभएर अरू लाइक फ्यामिलीबाट भयो, टेम्पलहरूबाट भयो, चर्चहरूबाट भयो, सोसियल मिडियाहरूबाट भयो. ओके, हामीले पाइरहेको हुन्छौँ. अनि यो चाहिँ होलिस्टिक हुन्छ. होलिस्टिक लर्निङ भनेको अल राउन्ड. होलिस्टिक भनेको सबैलाई के गर्छ
समावेश गर्छ, इन्क्लुसिभ हुन्छ, होलिस्टिक लर्निङ हुन्छ। अनि यो लर्निङ चाहिँ हामीले कहाँबाट सिक्छ भन्दा हाम्रो लाइफको एक्सपिरियन्स हो, बुझ्यो? वाट एभर एक्सपिरियन्स वी हेभ इन लाइफ त्यहाँबाट चाहिँ हामीले सिक्छ, लर्निङ गर्छ। अनि इट इज डिफरेन्ट फ्रम स्कुल एजुकेसन। ओके, बुकिस नलेजको बारेमा हामीले स्कुलमा सिक्छ, तर बुकिस नलेज बाहेक पनि हामीलाई एज अ ह्युमन बिङ, एज अ सोसियल एनिमल हामीलाई अरू नलेज पनि चाहिन्छ है, यस नो? सो अरू नलेज चाहिँ हामी कहाँबाट पाउँछौँ भन्दा थ्रु डिफ्रेन्ट प्लेटफर्म, लाइक त्यो फ्यामिली पनि हुनसक्छ, हाम्रो फ्रेन्ड हुनसक्छ, हाम्रो सिनियर्स हुनसक्छ, हाम्रो जुनियर्स पनि हुनसक्छ, मिडिया हुनसक्छ, ओके, रेडियो, सोसियल मिडिया, अन्डरस्टुड? सो ब्रोडर कन्सेप्ट अफ एडुकेसन चाहिँ के भन्छ तिम्रो अलराउन्ड डेभलपमेन्ट, होलिस्टिक डेभलपमेन्ट भन्छ। अनि त्यो चाहिँ हामीले कहाँबाट होइन, किताबबाट पाएको ज्ञान होइन, तर हाम्रो ओन एक्सपिरियन्सबाट पाएको, या अरू कसैको एक्सपिरियन्सबाट पाएको, या अरू कहीँ अरू थ्रु अरू प्लेटफर्मबाट पाएको नलेजलाई चाहिँ के भन्छ हामी ब्रोडर कन्सेप्ट या ब्रोड कन्सेप्ट अफ एडुकेसन, बुझ्यो? Now see the nature of broad education. Social process. So यसमा चाहिँ हाम्रो के हुन्छ, social process इन्भल्भ हुन्छ यो एजुकेसन पाएर हामीले, ओके? डेभलपमेन्टल प्रोसेस अघि भने होलिस्टिक डेभलपमेन्टको कुरा गरेको, यहाँ मिन्स अल राउन्ड डेभलपमेन्ट अफ अ पर्सन, लाइफ लङ प्रोसेस, इट इज अ लाइफ लङ प्रोसेस। एजुकेसन अघि भने एजुकेसन इज अ प्रोसेस फ्रम ओम टु टोम भन्छ, इट इज अ लाइफ लङ प्रोसेस। हामीले जन्मिँदादेखि मर्दासम्म केही न केही सिकि नै रहेको हुन्छ, सो द्याट इज अल्सो पार्ट अफ एडुकेसन। नेक्स्ट, नो बााउन्डरिज फर लर्निङ। सो यहाँनिर चाहिँ कुनै पनि बााउन्डरिज हुँदैन, जहाँबाट पनि हामीले शिक्षा लिन सक्छौँ। लाइक जस्तै न्यारो कन्सेप्टमा हामी हेर्दै थियौँ, खालि हामी शिक्षा एडुकेसन कहाँबाट मात्रै लिँदै थियौँ, हामीले खालि कहाँबाट मात्रै पाउँदै थियौँ, स्कुलबाट, फर्मल सेटिङबाट, राइट? सो बट यहाँनिर चाहिँ हामीले एडुकेसन चाहिँ जहीँबाट पनि हामीले के गर्न सक्छौँ, लिन सक्छौँ। कुन चाहिँ कुनै पनि बााउन्डरी फिक्स छैन, जहाँबाट पाउँछ त्यहीँबाट हामीले एडुकेसन लिन सक्छौँ। नेक्स्ट, निड्स एन्ड ट्रेन्ड बेस्ड लर्निङ। सो हाम्रो जुन चाहिँ हाम्रो निड्स छ, खाँचो, त्यो चेन्ज भइरहन्छ है। अबको आज जे हाम्रो निड्स छ त्यही 10 वर्ष 20 वर्ष बाद त्यही निड चल्छ, त्यही ट्रेन्ड चल्छ भन्ने छ छैन नि त, होइन? चेन्ज भइरहन्छ। सो हाम्रो एजुकेसन पनि हाम्रो निड्स या हाम्रो ट्रेन्ड बेस हुनुपर्छ, बुझ्यो? आज आज के मतलब के कुराको कस्तो नलेजको खाँचो छ, त्यस्तै नलेज लिनु पर्यो हामीले, ओके? भोलि या 10 वर्ष या 5 इयर्सको बाद कस्तो खालके ट्रेन्ड आउँछ या कस्तो खालके निड छ, त्यही अनुसार हामीले के गर्नु पर्यो, चेन्ज गर्नु पर्यो, ओके? सो आई होप यु अन्डरस्टुड. So this all about your narrow concept of education and broad concept of education. Okay, so narrow भनेको के हैन, जुन चाहिँ हामीले फर्मल सेटिङमा सिक्छौं, which is only related with bookish knowledge, त्यो हो narrow concept of education. And broad concept of education भनेको डे टु डे लाइफमा हामीले जे जे सिक्छ त्यो चाहिँ केमा आउँछ, broad concept of education. Okay, so thank you for today. Okay, and don't forget to subscribe my channel. And one more thing, जति पनि यो भिडियोसहरु छ, ओके, त्यो भिडियोसको मैले प्लेलिस्ट अलग्गै बनाएको छु। क्लास 11 सेमेस्टर 1 एजुकेसन सब्जेक्टको अलग्गै प्लेलिस्ट छ। त्यो प्लेलिस्टमा गएर मैले जति पनि भिडियोस हालेको छु त्यो अनि अपकमिङ भिडियोस पनि त्यो प्लेलिस्टमा हुन्छ, ओके? त्यो प्लेलिस्टमा मैले राखिदिएको छु, त्यहाँ गएर हेर्न सक्नुहुन्छ, ओके? सो ओके, thank you again and happy learning. Bye bye.